नमस्ते, दिस इज आयुष्मा एन्ड वेलकम टु माई च्यानल। आजको मेरो अर्को ब्लगमा हजुरहरूलाई स्वागत छ। आज त साथीहरू मेरो त अनुहार हेर्दै तपाईँहरूले कस्तो धुम्म देखिराख्नु भएको छ होला नि। म त कस्तो बिमारी भएँ। सो आज चाहिँ रहेको छ मदर्स डे साथीहरू। मदर्स डे भनेपछि चाहिँ आमाको मुख हेर्ने दिन। अनि अब को कता कता हुनुहुन्थ्यो सबैजना आमाको मुख हेर्नको लागि जानुभयो होला। नजिक नजिक हुनेहरू, टाढा हुनेहरूको त अब सम्भवै हुँदैन कि त अब फ्री नै हुँदा यता सन्चै हुँदाखेरि त अफकोर्स जानुहुन्छ। तर अब टाढा हुँदाखेरि चाहिँ अलिकति त्यस्तो नजिक हुँदा जस्तो सहज हुँदैन नि त। अनि अब म चाहिँ भर्खर यहाँ मम्मीको मुख हेर्नु आँटेको, यस्तो जिउहरू तातेर नि ज्वरो आएर टाउको दुखेर उठेर त्यो कस्तो बोल्नै मन नलागी भात सब्जी पकाएँ, आएर सुतेको। अहिले उठेको, अहिले 1 बज्नु आँटिसक्यो। अनि क्रिस अहिले पसल पठाएको छु, अब आउँदै हुन्छ होला। अनि अब मम्मीहरू तलै हुनुहुन्छ, खाना पनि खानुभएको छ कि छैन। भर्खर नुहाइधुवाइ गरेको, कस्तो टाउको दुखिरहेको थियो। अनि जिउ तातेर नुहाइधुवाइ गरेको झन् पो तातेर आयो। सो अब चाहिँ हामी चाहिँ मम्मीको मुख हेर्नुवाला छौँ। एकछिनमा म तपाईँहरूलाई देखाउँछु ल। आज चाहिँ मदर्स डेमा दादा र भाउजूले हामीलाई पूजा गर्नु हुँदैछ। ह्याप्पी मदर्स डे भन्नु न। मनमा नै भन्नु। हाम्रो भ्युअर्सहरू सब्सक्राइबरहरूले पनि सुनोस् कि आज आमाको मुख हेर्ने दिन। सधैँ यसरी मदर्स डे मनाउनु पाओस् तिम्रो नानीहरूले। मैले भन्नुपर्छ मनमा दिनु हुँदैछ अरे नि त दादा र भाउजूले। बोल्यो भने मात्रै सुन्छ क्या। अहिले त डिजिटलको जमाना हो नि त। डिजिटलको जमानामा त बोल्नै पर्छ। पवित्र गार्डनमा 1 मिलियन होस्। ल अब अर्को मदर्स डेमा चाहिँ के अरे पवित्र गार्डन पनि 100 पवित्र फेसबुक पेज 100K क्रस होस्, युट्युब पनि होस्, इन्स्टाग्राममा चाहिँ काम गर्नुपर्छ। मल्टीमा नलाउनु एकदम ब्रस भरि खानु त्यो त मात्रै हो, भयो त्यो छुन्न मात्रै भयो। के चाहिँ थ्याङ्क यू। भाग्यमानी हुनु मेरो नानीहरू। यसरी नै सधैँ मदर्स डे मनाउनु पाइराख्नु। के छ के हो यो? यता हेरिदिनु न एकचोटि। हेलो साथीहरू, ह्याप्पी मदर्स डे। के यो बनाउनु स्टाइल के हो यो? ल भाग्यमानी हुनु। उयो त फुल भाग्यमानी हुनु नानी। ल कति माला लगाइदिन्छु टिका। लाइनमा बस्छ। सुषमा पनि लाइनमा ल सधैँ खुसी रहनु, निरोगी हुनु, पोजिटिभ थिङ्किङ हुनु, जहिले पनि रोग कष्ट नलागोस्, सधैँ हाँसी खुसी रहनु, जिन्दगी अघि बढ्नु। अब आउनेवाला सालमा अब नानीको बाउ हुनु। कस्तो डायलग मिलायो त अनि। हाम्रो हुन्डी भाग्यमानी हुनु, रोग कष्टले कहिले नघेरोस्, सधैँ खुसी रहनु, सधैँ सुखी रहनु, जहिले स्माइल फेस हुनु, कहिले सेड नहुनु। मेरो बुहारी उदास भयो भने मलाई पनि टेन्सन लाग्छ। हेर सधैँ हाँसी खुसी हुनु। अर्को सालमा घरले छोरा भयो नि छोरी भयो भने यहाँ पाउनु दिनु मेरो हातमा। अनि यहाँ गर्दै अर्को सालमा चाहिँ मदर्स डे मनाउनु मैले काठमाडौँ। कष्ट नलागोस्, आँटेको चिन्ता काम पुरा होस्, सधैँ खुसी रहनु, कहिले दुःखी नहुनु, कहिले टेन्सन नहुनु, रोग कष्ट कहिले नलागोस्, जिन्दगीमा ह्याप्पी हुनु, अघि बढ्नु, सोचेको आँटेको काम पुरा होस् मेरो। अब के चाहिँ म त ओपनिङ गर्नु मन लागिसक्यो। ल गरिहाल्नु नि त।
कहिले किन्यो गिफ्ट तिमीहरूले? हिजो गएको होइन त What is this? खोलेर हेर्नु न। यो चाहिँ साइज चाहिँ हेर्नु नि यो 4XL अरे प्लस साइजको ल्याइदिएको। 4XL है भन्यो? अन्त 5XL पनि छ। 5XL थिएन यही 4XL लास्ट 5XL ओभर हुने नि? हेर्नु नि हो साथीहरू बुढेसकालमा मोटाएर यत्रो 4XL लाग्छ मसित मलाई हेर्नु नि हेर्नु त आमा मेरो बुहारी त 2टा पस्छ यसमा त हुन्छ यो दामी छ सर्ट। पेन्ट के हो यो पेन्ट र उयो पेन्ट र कुर्ती कुर्ती हो यो त्यो पेन्ट कस्तो दामी मम्मीलाई खोज्दा खोज्दा हिजो हामी त्यसै रात पारेको हो त नि यो त ठिकै हुने रहेछ जान त ट्राई गरेर आउनु ठिक्क हुन्छ त्यो मलाई थाहा भइसक्यो। भगवान एमो एमो भयो अनि यत्रो 4XL 5XL लाग्छ अनि मेरो त कपडा भेट्नु साह्रो हौ सुहायो है कति साह्रो थ्याङ्क यू सो मच मेरो बुहारीलाई कलर कति दामी नि कपडा चाहिँ शीतलै छ शीतल छ सुतीको हामी त के प्लस साइज स्टोर गएको नि ठुल्ठुलो लुगा पाउनु छ ए त्यही ठाउँमा गएको त्यहाँ थिएन बन्द भएछ नि फेरि वेबसाइटमा खोजेर सो गाइस अहिले चाहिँ बेलुका हुन आँटिसक्यो 5 बज्न आँटिसकिसक्यो होइन अनि आज दिउँसो चाहिँ आम्माम कस्तो भइसक्यो मेरो अनुहार त हिँड्नै लाग्यो अनि अब चाहिँ हामीहरू चाहिँ संसारै जानु आँटेको संसारैमा चाहिँ अब आमा हुनुहुन्छ नि त अनि त्यहाँनिर जाने अब हिँडेको अब ल अब प्रनिस नै भ्लगर हो अब होइन भिडियो गरेको पो हेलो गाइस वेलकम टु द आइस्मा दिदी च्यानल यो चाहिँ बिचमा बोलेको हाम्रो होइन म आइस्मा दिदीको भाइ म चाहिँ भन्दैन। अब यहाँ भिनाजु इज रेडी फर टिका टाला यहाँ हुनुहुन्छ आमा कराउनु हुँदैछ यहाँ प्रिन्सा हाम्रो ब्लगर हाँस त यहाँ हुनुहुन्छ बुवा उता हुन्छ काका मामा म त अघि भेटेको। यहाँ कार्यक्रम हुन आँटेको छ यहाँ टिका लगाइदिनु सँगै टिका लगाइदिन आँट्नु हुँदैछ ल सँगै लाउनु। हजुर भेट्यो दिदी यहीँ छ अर्को वर्ष पनि यसरी नै लगाउनु पाऊँ होइन आमा? राम्रो छोपेर राखिदिन्छु त्यो पढो होला कि तर छोपेरै राखेको खोइ त यहाँ गिफ्ट दिने पालो आयो अब चाहिँ खाने बेला भएको छ र सबैजना खानु हुँदैछ यहाँ सबैजना खानु हुँदैछ आइस्मा दिदी उनीहरू चाहिँ बसिराख्नु भएको छ पिज्जा खाँदैछ यहाँ धेरै भेराइटीहरू छ अचार मोही माइजू के गर्नु हुँदैछ भात बसाउनु हुँदैछ यहाँ आलु सकिन आँटो यहाँ दाल छ यहाँ अचार च्याउहरू पनि छ यता खाने भई आउनुहोस् यहाँ सबैजना खानु हुँदैछ कस्तो छ मिठो छ यसको नि मुड चल्यो भने मात्रै बोल्छ कस्तो छ सब्सक्राइब गर्नु भन्नु कसलाई आइस्मा दिदीको च्यानलको नाम के हो प्रनिस सरजी पिजी सरजी रोनाल्डो फ्यान लु बस प्रनिसको आएको हो आमा भा सकिसकेछ
अलिअलि चाहिँ ब्लगर बोल्दैन यसले यहाँ बोल्यो भने आइ फेरि अलिक एक्सप्लेन पो गर्नु पारै आउँदैन मलाई अन्त छोड्नै भएन नि अब बाहिरमा हुनु न बाहिरै हुन्छ बाहिरै छु त बसेर भित्रै बसेको केही पनि हुँदैन हेलो बाबा ल अहिले बस्नु नि भोलि खिचिदिन्थ्यो नि मै खिचिहाल्छु हेलो गाइस हिजोको भ्लग चाहिँ आज कन्टिन्यू गरिरहेको हामी यहाँ बेलुन थ्रो खेल्दैछौँ दिदी पनि हेलो गरिदेऊ हेलो नमस्ते गरिदेऊ बुवा जान आँट्नुभयो मामु आमा त्यहाँ हुनुहुन्छ आमा हेलो गरिदिनु मामा हुनुहुन्छ सुतिराख्नु भएको छ यहाँ गेम चल्दैछ आइसमा दिदी र प्रिन्साको यहाँ पानी फुट्यो भने चाहिँ सक्यो गेम फिनिस यहाँ बुइनी हेलो 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 गरिदेऊ न हेलो गर त बाई नमस्ते तपाईँ दुई शब्द भनिदिनु के शब्द दुई शब्द मैले चाहिँ बल्ल बल्ल सबै नाति नातिना छोराछोरीलाई भात खुवाएर बल्ल आफू खाएर यहाँ बसेको छु सबैलाई अब आमा भाइरहनु र यहाँ गेम अझै जारी नै भइरहेको छ यहाँ गेम हुँदैछ भाइ चाहिँ यहाँ भाडा बस्नु हुँदैछ हेलो अब बाइजू पनि भाइरहनु गाई चाहिँ दिउँसो 6:30 जति बज्यो यहाँ प्रिन्स छ यहाँ म सुतिरहेको म त हिजो यहीँ बसेँ नि त अनि त्यहाँबाट भिडियो गरेको थिइनँ मैले प्रनिसले गर्दै थियो अलिअलि अनि म चाहिँ यहीँ बसेँ प्रिन्सहरू पनि यहीँ बसेँ अनि मलाई नि प्रिन्सले जानै दिन बस भनेर अनि म पनि यहीँ बसेँ म सुतेको थिएँ प्रिन्सले यहाँ मलाई मेहन्दीको डिजाइन बनाइदिँदो रहेछ अहिले म देखाउँछु ल अब एक निन्द्रा सुतेर उठ्नु पर्यो साथीहरू cook. Subscribe Aisma Sonzil and enjoy the cake. दोकान के भन्छौ भन न यो चाहिँ कोक चर्नी हो कोकमा डुबाल खाऊ यसरी छि के फोडी झन् कोक चर्नी त यता पो छ त कोकमा मुखले दिइराख्दिनु मुखले त खाइन आगोले आमाले दिइराख्दिनु हतार चोरेर सबैको अगाडि कस्तो छिटो घाँटी रहेछ घटकी घट 2-3 गुड्की त भ्याइ गए जुठो हालिन् न यस्तो एक गुड्की हालिहाल्यो ए चोर भनेको हतारको गुड्की पनि हालिहाल्दैन गममा त खाइन ए खाऊ चुयो नि यता यता परेर खाऊ हेलो बाँदर बुझ्दै थियो के भयो
हजुर नाइ अच्छा यो चिसो हुनुपर्छ क्या कस्तो मिठो हुन्छ राइटिङको बुझ गाउनु साथीहरू यहाँनिर मलाई लिन आइपुग्नु भएको छ मान्छे एक दिन छोडेर हिँडेको त बिमारी भएछ मान्छे त टाउको दुःख अरे कालो भयो छैन अब हामीहरू चाहिँ निस्केको आगाको 2 शब्द अघिको आइको 2 शब्द के भने मैले 2 शब्द भन त्यही भनिहालेछु आमाको 2 शब्द अघि मन पराउनु भयो भने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् आइस्मा दिदीको च्यानललाई सब्सक्राइब गर्नुहोस् 1 मिलियन पुग्यो भने पार्टी छ यसले चाहिँ बोल्दो रहेछ फेरि अस्ति 1K मा किटक्याट ल बाई 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 अब कहिले कहिले फोन गर्दै गर्नु दिदीलाई ल ल बाई के भन्ने हो बाई के गाइस यहाँनिर चाहिँ मैले फाइनली मेरो 7 वर्ष पछाडि मेरो क्लासमेट बेस्ट फ्रेन्ड भन्दा पनि फरक पर्दैन होइन हामी चाहिँ लास्टै मिल्थ्यो नि त भेटेको छु त्यो नाम भन् न मनिषा यसको नाम चाहिँ मनिषा हो अनि यहाँनिर प्लान्ट हेर्नु आएको अरे भाइहरू चाहिँ परै गाडीमै छ अनि तेरो घर यसको घर चाहिँ संसारको घरको अलिक तल हो अब प्लान्ट देखाउँछु ल म यसलाई यहाँभित्र छ लु अब हेर त इन्ट्री गर्दा भित्रको इन्डोर प्लान्ट मात्रै हेर्ने हो बाई बाई ए खै कत्रो दियो अरे के अरे भाइ ल गरिदिनु ल